Aku masih siap punya. Kau kemarin tuh aja. वेलकम ब्याक माई युट्युब च्यानल। आज चाहिँ तिहारको सबैलाई धेरै धेरै शुभकामना छ। सबैलाई भन्दा नि दिदीबहिनीहरूलाई कुकुर तिहारको चाहिँ केटाहरूलाई शुभकामना छ। अनि आज चाहिँ सेलरोटी बनाइन्छ ओरिन्छ। म चाहिँ भर्खर उठिरहेको छु। आज चौरामा पनि हुन्छ गाई पुज्ने, गाई चाहिँ पुजिन्छ। मासु खान लाउन औषधि देखाइदिनु चाहिँ दिलले चाहिँ। यता हाम्रो मम्मीले भित्र फुलुन्दै हुनुहुन्छ, भान्जी यहाँ टी आउनुहुन्छ। अझै यहाँ छ नि यति बनाउन मान्छेले हात हालेर बसिने त खानै ठिक। गजब फिनी पाक्दैछन् ज्यान लाएर यत्र भइसक्यो नि। आमाले फेरि फिलीमा फुलबट्टा रोटी बनाए। फिल रोटी कि फिनीमा ट्याक्क बनाउँदै हुनुहुन्छ। फिनी रोटी चाहिँ जो यस्तो यो पकाउँदा कस्तो राम्रो होला है। सेलरोटा बन्दैछ नि च्याट्ट। तिहार बिर्सेछ है नानिस? एक करे मासु खोइ च्याट्ट। तिहारको लागि रोटा पेकमा छन्, बाहिर छन्। फिनी सेल रोटी जो देखाए है गाइस। खाने भए आउनु पर्यो। यता दिदीले ढोकाला माला बुन्दै हुनुहुन्छ नि त दिदी होइन र? दिदीले यता ढोकाला माला बुन्दै हुनुहुन्छ। यता ढोका लाउनला च्याट्ट दिदीले त राम्रो हुन्छ है। यो चाहिँ चौरामा लाउनला पुज्न लाउनला। यता बुवाले अचार बनाउँदै हुनुहुन्छ। तपाईँले अचारको लागि यो बुवा हेप्पी तिहार। हामीले चाहिँ तिहार पुज्ने यस्तो डाँडोमा हो। टक्क यहाँ बुवाले सरसफाइ गर्दै हुनुहुन्छ। यहाँ हाम्रो साइलो बुवा हुनुहुन्छ है। यस्तो डाँडामा बस्नु छ। हाम्रो यता अर्को बुवा हुनुहुन्छ। ल यस्तो तिहारलाई है गीत बज्नै हुन्न। ल हाम्रो अङ्कलले टक्क तोरण सोरण पुजेर लिएर गएपछि घर पनि बाँट्न पाइन्छ। अन्नु पर्यो तोरण पनि बाट्ने त फुल पूजा गर्न ल्याउन अङ्कलले। तोरण त पुरै मुठै ल्याउन है अङ्कल। यता चाहिँ ढौदेको पनि आओस्। यता ढौनी कार्यक्रम हुँदैछ। गोवर्धन बनाउँदै लिएर आउँदै हुनुहुन्छ च्याट्ट। ल्याउँ त पुरै हरिपी ल्याउन है दाइ। रोस्ट रेडी भयो। च्याप्प यो अचार रेडी भयो। अझै यता पाक्दैछ च्याप्प लाएर। यता भात यसमा के छ हेर। यसमा चाहिँ झोल हाल्छ।
चट्ट ढोका लाएर यता वसुन्धरा नि रेडी भयो कतितिर यता नि रेडी यहाँ टिका लाउनलाई यता नि वसुन्धरा रेडी यहाँ फुलुर छन् यहाँ फेरि फुलुर छन् बबाल फुल छन् चट्ट रेडी मान्छे कस्तो छ राम्रो छोरी राम्रो छ रमाइलो बखाजियोस् छोरीलाई ल रेडी भयो 84 व्यञ्जन छ है फाइनल्ली बत्ते बलेर ट्याक्क रेडी टु रेस क्या राम्रो छ ल फाइनल्ली ट्याक्क सुरु भयो हाम्रो टिका बढेको यहाँबाट एउटा लाइन हुन्छ क्या हाम्रो लाउने बाँकी छ ल फाइनल्ली दाइले मालालाई क्ल्याप्स अरे बवाल अब मेरो पालो त्यसपछि मेरो रिमान्स भाइको पालो हो न फाइनल शट हुन लाग्यो फाइनल शट आमा माला रिमान्सलाई याद आएछ आमाको रेडी भयो है दिवालीलाई यो त अब रिमान्सको पालो हो च्याप पलाएर ल च्याप हो हेप्पी तिहार ओए हरिफ देखिन त दाइ तपाईँ त भाइले टाउको माथि ट्याप पाउँछ है टाउको हरिफ ठुलो रहेछ यो पनि रमाइलो भयो डुप्प भयो कस्तो हुन्छ मलाई त एकदम आइडिया नि हैन साइको देखेर दाइ देखेर त रिमान्स लड्छ यहाँ अब मेरो भाइ भाइ दिदीलाई नभुले है म पनि दिदी हुँ नि थाहा छ त्यही त के मेरो सानो भाइलाई थाहा छ के रिमान्स पनि थाहा न रिमान्स मेरो भाइ राम्रो भयो छ भाइको राम्रो भयो मेरो भाइ राम्रो देखियो रुमाल यता हेर रिमान्स खतरा भाइ सानो भाइलाई देखाएको यति त हाँसे नगर ए बुझ्ने भएदेखि बल्ल होला को नि त हाँसेको बनानु हेर्नु कति हाँसेको अब हाम्रो सानो डनको मेरो भाइको पालो आयो भाइको कति राम्रो भएको राम्रो भएको राम्रो देखेछ कि फोनमा चाहिँ रियलमी कालो देखेछ हामी त रेडी होइन बुझ्यो ल गिफ्ट ल सानो भाइको अब भाउजूको पालो गजा गजा राम्रो भाउ छ यार ल आउले समृद्धिले हेर सानो भाइलाई सानो भाइ ल दाइले यहाँ हात लाएर टक्क बहिनीलाई रिमान्स बहिनीको
फुल राम्रो भयो रिमासले भान्जीलाई टिका लगाइदिँदै लम्बाला हाम्रो गाउँ गएको थिएँ यहाँ भइरह है छिटो मादल हरि बन्दी रहेछ ल फाइनल्ली रोटा आयो रोटा ओहो खाएर भ्याइ छ हाम्रो चाहिँ गिफ्ट ए सानो भाइले नानीलाई गिफ्ट लिऊ ओहो अरिमासले बहिनीलाई ल थ्याङ्क यू भने खै थ्याङ्क यू ल दुई भाइले ओहो ह्याप्पी तिहार अहिले नेपाली 2-3 बज्न लाग्यो ल हाम्रो फाइनल्ली हाम्रो टिका लाएर रेडी सिद्धियो अब हाम्रो खाने कार्यक्रम भइरहेछ यहाँ हाम्रो भाउजू हुनुहुन्छ यहाँ दिदी हुनुहुन्छ दाई भाइ मेरो सानो भाइ हो रिमान्स हेलो ल खाऊ है सानो भाइ हेलो समृद्धि हेलो हाई एन्जेलिका बाबा राइट गाइज आजको मौसम यस्तो हो टक्क विशाल भाइ यताबाट ठ्याक्क आउँदैछन् होइन टक्क म यता हो ठ्याक्क रमाइलो छ आज होइन मजा गर्नुपर्यो होइन आज ल टक्क रेल त बिहानैदेखि हो झिलिमिली देखेको छु होइन टक्क लाएर त्यहाँ शिशिर भाइ छन् रमाइलो गर्दैछन् अङ्कल पनि हुनुहुन्छ अब गाउँको परिवेश हेर्नु पर्दाखेरि टक्क मेरो हात पनि देखेको छ यस्तो माई गड यस्तो त कहीँ पनि देखिन्न च्याक छ्याक छ के ओहो त्यही भएर त गाउँ मनपर्छ केटाहरू यस्तो रमाइलो टक्क यति रमाइलो गाउँ त कसैको पनि छैन ल ट्याक्क बिचा खाल्डो जस्तो हो यहाँ डाँडो छ ट्याक्क मात्र गाउँ मात्र आउँदाखेरि आज लक्ष्मी पूजा गरेको ठ्याक्क हाम्रो भोइले माता दाइ नाच्दै हुनुहुन्छ मारुलेमा
भाउजू